SCM Manpower Company Private Limited, नक्साल गैरीधारा काठमाडौँ। फोन नम्बर 400405 मोबाइल नम्बर 9851 39487। SOS Manpower Services Private Limited, हापासी काठमाडौँ। फोन नम्बर 4365986। युरोपमा नेपाली कामदार पठाउने नेपालको एक मात्र विश्वासिलो म्यानपावर कम्पनी गौतम इन्टरनेसनल म्यानपावर सर्भिसेस प्राइभेट लिमिटेड, शान्तिनगर काठमाडौँ। पुरानो र सबैको विश्वासिलो नूर अपर्च्युनिटिज ओभरसिज प्राइभेट लिमिटेड, बागबजार काठमाडौँ। फोन नम्बर 4222922। नमस्कार, कार्यक्रम रोजगारमा स्वागत छ। म कोमल दुलाल। वैदेशिक रोजगारसँग सरोकार राख्ने विविध विषयको उठान र वैदेशिक रोजगारीलाई मर्यादित बनाउने हाम्रो पहल हो कार्यक्रम रोजगार। रोजगारका विषयलाई विभिन्न सेगमेन्टमा समावेश गरिएको यो कार्यक्रममा सबैभन्दा पहिले साताभरि भएका गतिविधि। सरकारले मलेसिया सहित 6 देशमा फ्री भिसा फ्री टिकटमा नेपाली कामदार पठाउने निर्णय असार 21 गतेबाट लागू गर्ने भएको छ। वैदेशिक रोजगार व्यवसायीहरूको दबावका बावजुद पनि सरकारले यो निर्णय लागू गर्ने भएको हो। श्रम तथा रोजगार मन्त्रालयले बिहीबार एक सूचना जारी गरी यसअघि मलेसियामा अधिकतम 80,000 र खाडी मुलुकहरूमा 70,000 को निर्णय खारेज गरी नयाँ व्यवस्था लागू गरेको जानकारी दिएको हो। जस अनुसार म्यानपावर कम्पनीले मलेसिया सहित 6 देशमा बिना शुल्क फ्री भिसा फ्री टिकटमा नेपाली कामदार पठाउनु पर्नेछ। यदि रोजगारदाता कम्पनीले म्यानपावर कम्पनीलाई सेवा शुल्क नदिए प्रति कामदार 10,000 रुपैयाँ सेवा शुल्क लिन पाउने र त्यसको रसिद कामदारलाई अनिवार्य दिनुपर्ने उल्लेख गरिएको छ। सरकारले यसरी शून्य लागत खर्चमा नेपाली कामदार पठाउने निर्णय लागू गर्ने भए पनि व्यवसायीहरूले भने कुनै हालतमा पनि यो निर्णय लागू गर्न नदिने बताएका छन्। सरकारले युवाहरूलाई विदेशमा भन्दा स्वदेशमै रोजगारी दिनेतर्फ ध्यान दिनुपर्ने सरोकारवालाहरूले बताएका छन्। भूकम्पपछिको पुनर्निर्माणका लागि दक्ष जनशक्तिको अभाव यसैको ज्वलन्त उदाहरण भएको भन्दै सरकारले स्वदेशमै रोजगारी दिनेतर्फ ध्यान दिनुपर्ने बताएका हुन्। गत बुधबार न्युज 24 टिभीको रोजगार कार्यक्रममा कुरा गर्दै व्यवसायी तथा सामाजिक अभियन्ता उद्धव सुवेदीले नेपालमा रोजगारीको प्रशस्त सम्भावना भए पनि युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम नरोकिनु दुःखदायी भएको बताउनुभयो। नेपाल हाम्रो यो देशमै पर्याप्त मात्रामा रोजगारीको सुविधाहरू पनि छ र रोजगारी दिन नै सक्छौँ। हामीले किन सक्छौँ त भन्दाखेरि जस्तो हाम्रो देश एउटा प्राकृतिक सौन्दर्य देश हो, जहाँ हामी हजारौँ यहाँ जडीबुटीहरूदेखि लिएर हजारौँ किसिमका चाहिँ नि खनिज पदार्थहरू छन् यो हाम्रो देशमा। त्यो खनिज पदार्थलाई सदुपयोग गरेर सम्पूर्ण सरकारले त्यसलाई सदुपयोग गराएर त्यहाँको युवकहरूलाई त्यसैमा लगानी गराएर युवकहरूलाई त्यसैमा लगानी गराएर चाहिँ रोजगारी सिर्जना गर्न सक्छ सरकारले। यी युवकहरूलाई जो प्राविधिक युवकहरूलाई नै सरकारले रोक्ने नीति नै बनाएको छैन क्या। सरकारले त्यो रोक्ने नीति बनाएको भए ती युवकहरू रोकिन्थे, उनीहरूलाई राम्रो सेलरी दिएर राम्रो ठाउँमा एउटा गराएर राखिएको भए ती युवकहरू रोकिन्थे र देशकै निम्ति भनेर उनीहरू आफ्नो देशको निम्ति तल्लीन भएर काम गर्थे। अहिले देशमा रोजगारीको अवसर नभएपछि दैनिक 1600 भन्दा बढी युवा विदेश पलायन भइरहेका छन्। यस विषयमा सरकारले गम्भीर भएर तत्काल नीति बनाएर काम थाल्नुपर्ने व्यवसायी सुवेदीको भनाइ थियो। ओइ कान्छ के टोलाएर बस्यो है, के भयो? नटोलाएर के गर्नु मैले एउटा मेन पावरमा पासपोर्ट भिजाको 6 महिना भइसक्यो। आजभोलि कहिले उडाएको होइन। जहाँ पायो त्यही पासपोर्ट दिएपछि त्यस्तो हुँदैन त। राम्रो मेन पावर बुझेर जानु पर्यो नि। अब राम्रो मेन पावर कसरी पत्ता लगाउनु मैले नराम्रो र हुँदैन कसैले भन्दैन।
गैरीधारा स्थित एसियन मेन पावरमा जान, त्यहाँबाट हजारौँ नेपाली साउदी अरब, कतार, मलेसिया, दुबई, बहराइन, ओवन संसार गइसकेका छन् नि। कान्छा त्यति मात्र कहाँ हो र, एसियन मेन पावर कम्पनीको मलेसिया र खाडी मुलुकका ठुल्ठुला कम्पनीसँग राम्रो पहुँच भएकाले अप्ठ्यारो पर्दा पनि सहयोग पाइन्छ। त्यति मात्र होइन, हामी वैदेशिक रोजगारमा नेपाली कामदार पठाउने मात्र गर्दैनौँ, त्यहाँ रहउन्जेल उनीहरूको रेखदेख पनि गर्छौँ। SCM मेन पावर कम्पनी प्राइभेट लिमिटेड, नक्साल, गैरीधारा, काठमाडौँ। फोन नम्बर 4004050, मोबाइल नम्बर 98510 39487। World class agency, good feelings, good attitude. मलेसिया, साउदी अरेबिया, दुबई लगायत विभिन्न देशहरूमा हामी दिलाउँछौँ सिप अनुसारको रोजगारी। नोकरी नेपाल रिक्रुटमेन्ट सर्भिसेस प्राइभेट लिमिटेड। फोन नम्बर 4362686, गङ्गापुर, काठमाडौँ। छोटो विश्रामपछि कार्यक्रम रोजगारमा पुनः स्वागत छ। वैदेशिक रोजगार सम्बन्धी साताका गतिविधिपछि अब पालो स्पेशल रिपोर्टको। आसन्न नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको चुनावका प्रत्याशी उम्मेदवारहरूले व्यवसायी भेटघाट कार्यक्रमलाई तीव्र बनाएका छन्। व्यवसायीहरूले सामूहिक व्यक्तिगत घर दैलो कार्यक्रमलाई तीव्र बनाएका हुन्। यसै क्रममा काङ्ग्रेस निकट वैदेशिक रोजगार लोकतान्त्रिक फोरमले गत बुधबार काठमाडौँको सामाकोशी गङ्गौबु क्षेत्रका व्यवसायीलाई लक्षित गरी कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा काङ्ग्रेस नेता गगन थापा लगायत करिब त्यस क्षेत्रका 300 व्यवसायीहरू सहभागी थिए। सभामा अध्यक्ष पदका प्रत्याशी उम्मेद्वार विमल ढकालले सङ्घमा असक्षम नेतृत्व आएकै कारण अहिले व्यवसायीले दुःख पाएको भन्दै व्यवसायीहरूलाई सचेत रहन आग्रह गर्नुभयो। मलाई लाग्छ वैदेशिक रोजगारको इतिहासमा अहिले जस्तो अस्तव्यस्त व्यवसाय असुरक्षित भएको अत्यन्त तनावपूर्ण अवस्थामा हामीले चाहिँ वैदेशिक व्यवसाय सञ्चालन गर्न परिराखेको छ। मलाई लाग्छ यो वैदेशिक रोजगारको इतिहास जस्तो अप्ठ्यारो अवस्था हामीले कहिले पनि परेको थिएन र यस्तो अवस्थामा यो चुनौतीपूर्ण अहिले आउने नेतृत्व अत्यन्त चुनौतीपूर्ण छ र यसलाई चुनौतीपूर्ण अवस्थामा यसलाई सम्हालेर लिएर जानुपर्ने साह्रै अप्ठ्यारो अवस्था पनि छ र मैले वैदेशिक व्यवसाय फोरमले आधिकारिक रूपमा प्रजातान्त्रिक प्रक्रियाबाट मलाई यसको नेतृत्व अधिकार दिएको छ र मैले सम्पूर्ण व्यवसायीहरूको इज्जत प्रतिष्ठा मान सम्मान चाहिँ राखेर यो नेतृत्व भरि निर्वाचित भएपछि सम्पूर्ण साथीहरूको शिर उच्च गर्ने मलाई चुनौतीपूर्ण अवस्था छ। कार्यक्रममा सङ्घका महासचिवका प्रत्याशी उम्मेद्वार कमल तामाङले सरकारले शून्य लागत खर्चको नारा ल्याएर जनता भुल्याएको भन्दै त्यसको विरुद्ध आफूहरू डटेर लाग्ने आश्वासन दिनुभयो। 2 भ्यान पुलिस खडा हुँदा पनि म पुलिसको खोरमा पर्न चाहन्छु, पुलिसको अगाडि जान म तयार छु, तर म जिरो टस लागू गर्न दिन्न भन्ने पनि तपाईँको अगाडि मैले त्यो दिन माइकबाट जिरो टस र बायोमेट्रिकको बारेमा मैले विरोध गरेको थियो। त्यो विरोधले कुरा कहाँ पुग्यो? प्रधानमन्त्रीमा पुग्यो। यो कुरा हामी भोलि पनि फेरि जगाउने प्रहरी छ। हामी कतै कतार फाउन्डेसनको 10,000 दिन्छ तपाईँलाई 100 दिन्छु भन्ने किरामा हामी कहीँ सन्धि सम्झौता गर्ने छैन, कहीँ पछि पार्ने छैन। सङ्घका अध्यक्ष पदका प्रत्याशी विमल ढकाल समूहले प्रथम उपाध्यक्षमा कुमोद खनाल, द्वितीयमा भुवन सिंह गुरुङ, तृतीयमा भगीरथ राई रमेशलाई उठाएको छ। त्यस्तै महासचिवमा कमल तामाङ, कोषाध्यक्षमा प्रतिमा महर्जन, सचिवमा विनोदजङ केसी छन्। सदस्यहरूमा राजेश शङ्कर विक, सोम तामाङ, प्रकाश आचार्य, दीपक सिन्जाली, पुष्पराज चौलागाई, असगर अली, तेजमाया लिम्बू, चेतु बाबा पोखरेल, रामबहादुर लामा र मचेन्द्रनाथ शेर्पा छन्। ढकाल समूहले जस्तै विशुद्ध व्यवसायी तर्फबाट सङ्घमा उम्मेदवारी दिएका अध्यक्ष पदका प्रत्याशी किरण किशोर घिमिरेले पनि व्यवसायी भेटघाट कार्यक्रमलाई तीव्रता दिएको छ। उसले बिहिबार ललितपुर क्षेत्रका व्यवसायीलाई लक्षित गरी कार्यक्रम आयोजना गर्यो।
कार्यक्रममा सङ्घका पूर्व अध्यक्ष प्रेम बहादुर कटुवाल, ललितपुर वैदेशिक रोजगार समाजका अध्यक्ष नवराज केसी लगायत करिब 300 व्यवसायीहरू सहभागी थिए। भेलामा सङ्घका अध्यक्ष पदका प्रत्याशी उम्मेद्वार किरण किशोर घिमिरेले आगामी दिनमा वैदेशिक रोजगारीको क्षेत्रमा चुनौती थपिएको भन्दै व्यवसायी सचेत हुने बेला आएको बताउनुभयो। आज 30 वर्षको वैदेशिक रोजगारको इतिहासमा 2042 सालदेखि अहिले 72 सालसम्मको इतिहासमा साथीहरू साँच्चीकै रूपमा व्यवसाय मर्दो अवस्थामा छ। भोलि व्यवसाय रहने कि नरहने अवस्थामा छ। हामीले सामनेमा के भनेका थियौँ, डिजीलाई भनेका थियौँ तपाईँ अन्याय गइरहनु भएको छ। यदि अन्याय भयो भने प्रतिरोध हुन्छ, यदि सहभाग चाहनुहुन्छ स्टेक होल्डर हो भने तपाईँ मान्नुहुन्छ भने हामी सहभागले सहकार्य गर्दछौँ, अन्यथा तपाईँ क्रिया गर्नुहुन्छ भने हामी प्रतिक्रिया गर्दछौँ। कार्यक्रममा सङ्घका अध्यक्ष पदका प्रत्याशी घिमिरे समूहका अन्य प्रत्याशी उम्मेद्वारहरूले आफूहरूले चुनाव जिते व्यवसायीको समस्या समाधान गरिदिने आश्वासन दिएका थिए। मेरो आवश्यकता र बाध्यता आज के हो त भन्दाखेरि हिजोको दिनदेखि म बाहिरै बसेर मैले व्यवसायहरूलाई एकजुट बनाएर लाने जुन पहल गरेँ, बाहिर बस्दाखेरि पनि नहुँदो रहेछ। सङ्घभित्रै गएर केही हुन्छ। तपाईँ जस्तो व्यक्ति चाहिँ नि पुरानो व्यक्ति हो, तपाईँलाई धेरै यो व्यवसायप्रति चिन्तित छ। तपाईँलाई हामी आग्रह गर्छौँ, तपाईँ अहिले चाहिँ प्रथम उपाध्यक्षको उम्मेदवारीमा आइदिनुहोस्। हामी चाहिँ एउटा विशुद्ध व्यवसाय समूह बनेर एउटा व्यवसायको टिम बनेर अगाडि बढौँ। यो व्यवसायको विजय निश्चित छ। त्यसकारण यो व्यवसायको विजय निश्चित भयो भनेदेखि हामी जुन समस्याहरू आज आइरहेका छौँ त्यसलाई चाहिँ समाधान गर्नको लागि हामी सक्षम छौँ। अहिले जुन यो मन्त्रालयमा भएको जुन हाम्रो व्यवसायमा भएको पिरमर्का जुन हामीले व्यवसायमा गर्न नसकिने जिरो कस्ट भिएलएन, त्यस पछाडि यो जुन बायोमेट्रिक, फोसा, कोप्रासी जस्ता अनावश्यक लागिरहेछ, यसको विरोध जोडदारको साथ गर्न लागि म र मेरो प्यानल हामी एउटा स्वतन्त्र व्यवसायको हिसाबले हामीले उम्मेदवार दिएका छौँ। हामी एउटा समावेशी हिसाबले सबै पार्टीमा विचार राख्ने मान्छेहरू यो फोरम बनाएर हामीले एउटा प्यानल बनाएको छौँ। वैदेशिक रोजगारमा हिजोको दिनमा जति समस्या थियो अहिले झन् बढी भइरहेको छ। यो बेलामा हामी सबै एक भएर सरकारसँग चाहिँ वार्ता गरेर हामीले यस समस्या हाम्रो व्यवसायको हकहितको लागि वार्ता गर्नुपर्छ भन्ने कुरा मलाई लागेको छ। सङ्घका अध्यक्ष पदका प्रत्याशी किरण किशोर घिमिरे समूहले प्रथम उपाध्यक्षमा शमशेर बहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा राधिका कटुवाल, तृतीय उपाध्यक्षमा नवल किशोर यादव, सचिवमा नरेन्द्र ढकाल, सदस्यहरूमा धनलाल जैसी, विष्णु प्रसाद नेउपाने, बलराज तामाङ, चन्द्रसिंह अदै, दिल्लीराम भुजेल, लक्ष्मण गुरुङ, मोहम्मद राजा, निर्मल राय अमात, सन्जु गुरुङ र साजन कटुवाल छन्। सङ्घको चुनाव यही असार 17 गते काठमाडौँमा हुँदैछ। कोरियन पुस्तकका लेखक तथा प्रशिक्षक वज्रकुमार राईद्वारा कोरियन भाषा EPS टपिकको तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ। विशेषताहरू फ्री बुक्स एन्ड CD, पेरियोडिक एक्जाम, प्री टेस्ट, PBT एन्ड CBT क्लासेज, भाषा एक फरक प्रशिक्षण विधि, SQC एजुकेसन, बाग बजार, RR कलेजको पछाडि। फोन नम्बर 0142300004, मोबाइल 9808077780। सक्षम ह्युमन रिसोर्सेज प्राइभेट लिमिटेड मलेसिया, कतार, साउदी अरेबिया, दुबई, साइप्रस लगायत विभिन्न देशमा नेपाली कामदार पठाउने भरपर्दो र विश्वासिलो मेन पावर कम्पनी। सक्षम ह्युमन रिसोर्सेज प्राइभेट लिमिटेड, कोटेश्वर ऐश्वर्य मार्ग, काठमाडौँ। फोन नम्बर 51000754, मोबाइल नम्बर 98510 32341। तपाईँ मलेसियामा रोजगारीमा जाने सोचमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने काठमाडौँको स्वयम्भू कारखाना स्थित अल भिजन इन्टरनेसनल मेन पावर कम्पनीलाई सम्झनुहोस्। हामीले विगत केही महिना यता मलेसियाका ठुला तथा साना उद्योगबाट लगातार नेपाली कामदारको माग ल्याइरहेका छौँ। थप जानकारीका लागि अल भिजन इन्टरनेसनल प्राइभेट लिमिटेड, फोन नम्बर 4279027, मोबाइल नम्बर 9851096187, स्वयम्भू कारखाना काठमाडौँमा सम्पर्क राख्नुहोला। विश्रामपछि पुनः स्वागत छ कार्यक्रम रोजगारमा।
रोजगारमा अबको पालो कुराकानीको। दर्शकवृन्द, नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको यही असार 17 गते चुनाव हुँदैछ। चुनावमा 3वटा पक्ष मैदानमा उत्रिएको छ। आज हामीले आगामी दिनमा वैदेशिक रोजगार व्यवसायीका एजेन्डा के र व्यवसायीका समस्या के हुन् र त्यसलाई कसरी समाधान गरेर जाने भन्ने विषयमा हामीले कुराकानी गरेका छौँ सङ्घका अध्यक्षका प्रत्याशी किरण किशोर घिमिरेसँग। कार्यक्रम रोजगारमा यहाँलाई स्वागत छ। धन्यवाद कोमलजी। चुनावको तयारी कस्तो भइराखेको छ? असाध्यै राम्रो हिसाबले गएको छ, द्रुत गतिमा गएको छ। हामीहरूले कोण सभा, डोर टु डोर भिजिट, क्षेत्रीय सभा र उम्मेदवार परिचयात्मक कार्यक्रमका 3 किसिमको कार्यक्रम राखेका छौँ। त्यसमा 3वटै कार्यक्रममा अत्यन्त उत्साहप्रद रेस्पोन्स हामीलाई पाएको छौँ। त्यस कारणले मलाई लाग्छ हाम्रो विजय सुनिश्चित छ, हाम्रो टिमको विजय सुनिश्चित छ। तपाईहरुले यो क्षेत्रीय भेलाहरू पनि अहिले गरिराख्नु भएको छ, व्यवसायीहरूसँग घर दैलो पनि कार्यक्रम गरिराख्नु भएको छ। व्यवसायीहरूको गुनासाहरू चाहिँ कस्ता पाउनुभयो तपाईहरुले अहिले पछिल्लो समयमा? तपाईँ यो पछिल्लो कालखण्डमा करिब 1.5 वर्षको कालखण्डमा हेर्नुहुन्छ भने व्यवसाय सोकल्ड व्यवसायहरू इन्भल्भ भएर कार्टेलिङ गरिएको छ। चाहे त्यो भिएनएलको नाममा भनोस्, चाहे तपाईँको बायोमेट्रिकका नाममा, राज्यका उच्च तहका व्यक्तिहरू इन्भल्भ भएको थियो। त्यो अवस्थामा गत 6 महिना बायोमेट्रिक अगाडि 6 महिना अगाडि राज्यसँग बायोमेट्रिकलाई रोक्ने सन्दर्भमा मैले स्पष्ट रूपमा, कडा रूपमा यो बायोमेट्रिक एउटा कार्टेलिङ गर्ने वस्तुको रूपमा भएको छ। त्यो व्यवसाय गर्ने एउटा बङ्गलादेशी नागरिक छ। त्यसकारणले यो व्यवसाय केही व्यक्तिको हातमा र केही व्यक्तिले कार्टेलिङ गर्ने हिसाबले यो आउँदैछ भन्ने कुरा गरेको थिए। त्यसकारणले त्यो निर्णय हुन सकेको थिएन। अहिले प्रकारान्तरले के देखियो भने त्यस्तै अहिले जिरो कस्टका कुराहरू आएको छ। जिरो कस्ट यदि कम लागतमा कामदार जाने कुराहरू हामी व्यवसाय पनि चाहन्छौँ, तर त्यसका पूर्व शर्तहरू छन्। ती पूर्व शर्तहरू तयार नहुँदासम्म हामी हठातमा एकातिर 28-30 लाख रुपियाँसम्म लिने ठाउँहरूमा ओपन गरिएको छ। त्यस किसिमको एक्सर्साइज भएको छ। राज्यद्वारा लिने कोरियामा 1 लाख रुपियाँको लिन पाउने अधिकार सुनिश्चित गरिएको छ। त्यस कारणले यी पूर्व शर्तहरूलाई पुरा नगर्दै बाइलेटरल एग्रिमेन्टहरू, प्रत्येक कन्ट्रीको सँग कोटाको निर्धारण, नेपालको स्पेसल कोटा, त्यहाँ लोकल एजेन्ट नहुने व्यवस्था, हाम्रो ऐन 2064 मा सब एजेन्ट राख्न हामीलाई बाध्य पारिएको छ। यी सब कुराहरूलाई, ती सब एजेन्टको कारणले ल्याडर धेरै हुँदाखेरि कस्ट धेरै भएको छ। यी सब कुराहरूलाई हामीले पूर्व शर्तको रूपमा कार्यान्वयन नगर्दासम्म यो कुरा सम्भव छैन। तर अब यसरी नै योगदान पुर्याउने मेन पावर व्यवसायीको हकितको लागि नेपाल वैदेशिक रोजगार सङ्घ चाहिँ आजभन्दा 20-22 वर्ष अगाडि स्थापना भएको, त्यसको चाहिँ 17 गते चुनाव हुँदैछ। त्यसको अध्यक्ष पदको प्रत्याशी तपाईँ हुँदै हुनुहुन्छ। तर सङ्घमा चाहिँ सधैँ राजनीतिक खितातानी, त्यसपछि गएर एकले अर्कालाई निषेध गर्ने प्रविधि, यो कारणले गर्दा व्यवसायीको हकित अहिले पनि तपाईँ बजारमा व्यवसायलाई हेर्ने दृष्टिकोण आम जनतामा राम्रो छैन। त्यसै गरी यी कुराहरू चाहिँ सुधार गर्नको लागि तपाईँ गएपछि हुन्छ भन्ने चाहिँ व्यवसायीहरूले विश्वस्त हुने आधारहरू के छन्? एउटा कुरा चाहिँ मैले अघि नै भने, हामीहरूले हाम्रो आत्मसम्मानका कुराहरू राख्न सकेनौँ। हामीले गरेको कन्ट्रिब्युसनलाई मार्केटिङ गर्न सकेनौँ। हामीलाई एउटा इन्फिनिटी कम्प्लेक्स भयो होला। म के भन्छु भने, कुनै लुनकरण दासको नाति भन्दा अथवा पलाँती भन्दा एउटा कतारमा काम गरेको श्रमिकले रिक्रुटमेन्ट गरेर हजारौँ सैकडौँ कामदारलाई अवसर दिन्छ भने उसँग एन्टरप्रेनरसिप धेरै छ। त्यो भने यो क्षेत्रमा भएका मान्छेहरू साँच्चीकै भन्नुहुन्छ भने आजको सन्दर्भमा हामी आत्मसम्मान र आज प्राइड अफ द नेसन भन्नुपर्छ हामीले। हो, यहाँ केही समस्या होला, त्यो समस्यालाई चिरौँ। राज्य प्रताडित गरिरहेको छ। तपाईँ भर्खरै हेर्नुहुन्छ भने मन्त्रालय, विभाग प्रायोजित रूपमा अझै केही तथाकथित व्यवसायहरूको पनि संलग्नता छ भन्ने यो त तपाईँहरू पत्रकार अनुसन्धान गर्नुहोस्। संलग्नतामा केही चुनी यहाँ 3 गुट निर्वाचनमा छ। 2 गुटका 2 समूहका प्रत्याशीहरू उसका समर्थकहरूलाई का अफिसमा छापा मारिँदैछ, कारोबार बन्द गरिएको छ। त्यस कारणले यस्ता निर्लज्ज व्यवहारहरूलाई चिर्नुपर्ने एउटा कुरा छ। अहिले सुनिन आएको छ मलेसियाले करिब धेरै कामदार, करिब 5 लाख कामदार बङ्गलादेशबाट लाउने,
कतै बाघ कराउनु र बाख्रो हराउनु त संयोगसँगै छैन। कता बायोमेट्रिक के भन्छन् रे का नाममा बङ्गलादेशी नागरिकको यहाँ चलखेल, त्यसमा उच्च तहका व्यक्तिहरूको संलग्नताका कुराहरू आएको र सँगसँगै मलेसियाको सम्पूर्ण बिजनेस बाहिर जान लागेको, बङ्गलादेशमा जान लागेको। त्यसकारणले यी प्रश्नहरूलाई हामीले चिर्नुपर्छ। जस्तै नेपाल वैदेशिक रोजगार लोकतान्त्रिक फोरमले आधिकारिक रूपमा चाहिँ विमल ढकाल अथवा काङ्ग्रेस निकट व्यवसायीहरूले विमल ढकाललाई उम्मेदवार बनाएको छ। त्यसको चाहिँ ख्याल नगरी किरण किशोर घिमिरेले समूहले फेरि अध्यक्षमा चाहिँ उम्मेदवारी दिएको छ। अब यो काङ्ग्रेसले चाहिँ यसरी उम्मेदवार फिर्ता नलिए कारबाही समेत गर्छु भनेर चाहिँ एउटा आधिकारिक निर्णय पनि अहिले बजारमा आइरहेको छ। यसलाई कसरी लिइराख्नु? घण्टाको पिरियड त के भयो भने प्रेम कटवालजी अध्यक्ष भन्नुभयो, त त्यसपछि अरू सामान्य पदमा बार्गेनिङका कुराहरू आयो। मैले भने यदि साँच्चीकै सहमति हुन्छ भने मलाई पद चाहिन्न, कुनै पद चाहिन्न, मेरो समूहलाई पद चाहिन्न। तपाईँ बनाउनुहोस्, राम्रो टिम बनाउनुहोस्, राम्ररी जाउँ। यो साना छिना मसिना कुराहरूमा हामी इन्भल्भ हुने कुराहरू छैन, हामी साँच्चीकै सन्तरणमा छौँ। त्यस कारणले के भएको होला भने प्रेम कटवालजी मेरो अहिले संयोजक हुनुहुन्छ, जो गत निर्वाचनको पनि एउटा बलियो उम्मेदवार हुनुहुन्छ, 130-40 मत उहाँको पनि छ। इभेन अहिलेको सन्दर्भमा मैले स्पष्ट दृष्टिकोण गरेको कारणले हुनसक्छ वर्तमान अध्यक्षले पनि तुलनात्मक रूपमा भएका उम्मेदवारमा किरण किशोर नै बलियो उम्मेदवार हो र स्पष्ट राख्ने उम्मेदवार भनौँ। त्यस कारणले मलाई के लाग्छ भने मेरो विजय सुनिश्चित छ। र त्यो अवैधानिक कुराहरू जसरी उहाँले 1-2 जना व्यक्तिहरू हुनुहुन्छ कार्य समितिका, विद्यापक गिरिजी, सायद उहाँहरू मेरो दाङमा एउटै जिल्ला हो, त्यसैको कारण हो कि त्यहाँको लोकल पोलिटिक्सको कुरा हो कि उहाँ चाहिँ धेरै यो अन्य वैदेशिक रोजगारमा इन्भल्भ हुनुहुन्छ, जबकि उहाँको विभाग चाहिँ वैदेशिक रोजगार होइन। त्यस कारणले यो अनर्गल कुराहरू आएका छन्। म दावाका साथ भन्न चाहन्छु यी कुराहरूले मलाई फरक पार्दैन। कार्यक्रमको अब हामी अन्तिममा छौँ र तपाईँ चाहिँ नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको नेतृत्व अथवा अध्यक्षमा आउनुभयो, तपाईँले के गर्नुहुन्छ? मैले सबैभन्दा पहिलो कुरा व्यवसायको आत्मसम्मान थापित गराउने छु। आत्मसम्मान थापित गराउनका निम्ति म राज्यसँग हरेक तह र तबकामा समभावको व्यवहार गर्ने हैसियत थापित गर्नेछु। त्यस्तै नागरिक समाजसँग हाम्रो कन्ट्रिब्युसनलाई बाहिर लगेर चिर्ने प्रयास गर्नेछु। त्यो यदि चिर्यौँ भने अवश्य नै हाम्रो आत्मसम्मान थापित हुनेछ। व्यावसायिक सन्दर्भका कुरा आउँदा, व्यवसाय बचाउने कुराहरू आउँदा मलाई कुनै पार्टीको अथवा इभेन नेपाली काङ्ग्रेसको सक्रिय सदस्यता छ त्यो त्याग्न पनि मन्जुर छ। म तपाईँलाई यति तर नेपाली काङ्ग्रेसमा जो व्यक्तिहरू इन्भल्भ भएर अहिले अगाडि फ्रन्टमा आउनु छ ती नाथेहरूसँग यो हैसियत छैन। किरण किशोरको के भन्छन् सक्रियता सदस्य खारिज गर्ने हैसियत छैन। त्यो तपाईँलाई भन्न चाहन्छु। हामीलाई यहाँले महत्त्वपूर्ण विचार दिनुभयो, धेरै धेरै धन्यवाद। र तपाईँलाई चाहिँ विजयको लागि शुभकामना पनि हामी दिन चाहन्छौँ। धन्यवाद कोमलजी, तपाईँले अवसर दिनुभयो, तपाईँको मिडियाले अवसर दियो, त्यस कारणले तपाईँ व्यक्तिगत रूपमा र तपाईँको मिडियालाई हार्दिक म के भन्छ सम्मान गर्दछु। धन्यवाद। अब एकैछिन देश तथा विदेशमा भएका रोजगारीका अवसर सम्बन्धी जानकारी। युएईमा 5 स्टार होटलमा रोजगारीको सुवर्ण अवसर। नोकरी नेपाल रिक्रुटमेन्ट सर्भिसेस प्राइभेट लिमिटेडले युएईको प्रतिष्ठित 5 स्टार होटलबाट लेडी रिसेप्सनिस्ट, वेटर, कुक, ड्राइभर, असिस्टेन्ट जेनरल म्यानेजर र बेल बोय लगायत विभिन्न पदहरूको लागि नेपाली कामदारको माग ल्याएको हुँदा इच्छुक व्यक्तिहरूले तुरुन्त सम्पर्क राख्नुहोला। सम्पर्क ठेगाना नोकरी नेपाल रिक्रुटमेन्ट सर्भिसेस प्राइभेट लिमिटेड, वीरेन्द्र ऐश्वर्य मार्ग, मित्रनगर, गङ्गबु, काठमाडौँ। टेलिफोन नम्बर 4362686। मोबाइल नम्बर 980110 59 991 मा सम्पर्क राख्नुहोला। प्री अन्तर्वार्ता धमाधम भइरहेको छ। यिनै जानकारीसँगै आजको रोजगार यति नै। तपाईसँग कुनै सल्लाह सुझाव वा प्रतिक्रिया छन् भने हामीलाई रोजगार सरोकार@gmail.com मा इमेल लेख्न सक्नुहुन्छ अथवा मोबाइल नम्बर 9849 15 7004 मा सिधा सम्पर्क गर्न सक्नुहुन्छ। अर्को साता वैदेशिक रोजगार सम्बन्धी थप सामग्री सहित आउनेछौँ। आजको लागि सम्पूर्ण युनिट सहित मलाई पनि बिदा दिनुहोस्। नमस्कार।
रोजगार कार्यक्रमका साथमा SCM मेन पावर कम्पनी प्राइभेट लिमिटेड, नक्साल गैरीधारा काठमाडौँ। फोन नम्बर 4004050, मोबाइल नम्बर 9851 39487। SOS मेन पावर सर्भिसेस प्राइभेट लिमिटेड, हापासी काठमाडौँ। फोन नम्बर 4365986। युरोपमा नेपाली कामदार पठाउने नेपालको एक मात्र विश्वासिलो मेन पावर कम्पनी गौतम इन्टरनेसनल मेन पावर सर्भिसेस प्राइभेट लिमिटेड, शान्तिनगर काठमाडौँ। पुरानो र सबैको विश्वासिलो नुर अपर्च्युनिटिज ओभरसिज प्राइभेट लिमिटेड, बागबजार काठमाडौँ। फोन नम्बर 4222922।